यसै गरी फेरि पनि वेलकम ब्याक टु माई च्यानल आवर च्यानल भनेर मेरो सबै दायालाई है। आज बनाउने प्लान चाहिँ थिएन, तर यसो मेमोरिजको लागि फेरि म बनाउनु लाग्यो। आजको हाम्रो कार्यक्रम भनेको बर्थडे डिनर। बर्थडे चाहिँ कसको भन्दा एनएसडब्ल्यूको ट्रेजरर मिस्टर अनन्त गुरुङको बर्थडे। अनि त्यही नै हो, म चाहिँ भर्खरै कामबाट आएको। अब फ्रेस फ्रेस हुनु पर्ला, अनि के हुन्छ म देखाउँछु। गाना लाग्यो नि फेरि स्पेसल चाहिँ म चाहिँ यसै गरी म चाहिँ फ्रेस भइसकेको अवस्था है। अब चट्ट लगाएर कपडा लगाएर निस्किने हो। कपडा के लाउने अझै सोचेको छैन मैले। अब कपडा यति धेरै छ, तर कुन लाउने भन्ने मैले अझै सोचेको छैन। अनि खोज्ने आउँदाखेरि पाउँदैन कि है। म जस एउटा सोचिरहेको छु, ट्राई गर्छु, भएन भने देखाउँछु है। द म्यान्डम किप आस्किङ फर मोर। ल मेरो चाहिँ यस्तो भयो जस्तो छ है। फिट चाहिँ सिम्पल, भित्र चेक सर्ट फुगालिदिएको ठिक देखिन्छ जस्तो, तर खै किन प्यान्ट अलिक सुहाएन जस्तो लाग्यो। किन मेरो भाइब्सले प्यान्ट तल गरेर हो कि यस्तो तल छ। फेरि प्यान्ट चाहिँ माथि गर्नु पऱ्यो, माथि गरी हुन्छ होला, तर खै माथिको चाहिँ यतिको हुन्छ जस्तो लाग्यो। एकछिनमा फेरि अपडेट गर्छु ल। यसै गरी हाम्रो सायद गुरुङ भ्लगमा आइसकेको अवस्था। हिज ट्राइङ है। हो त्यसले सुहाउँछ ल, दामी देख्छ त्यसले। सानो लाउने कि ल, हल्का यहाँ मोटो भएर टेन्सन भइसकेको अवस्था छ है। यो ट्राई गर्ने रे, भित्र लामो सर्ट लाउने, अनि ठ्याक्क उस गरेर लाउने। मेरो ताजमेनियाको फिटै यता चाहिँ भित्र छ, तर तपाईँ लास्ट मोटायो। त्यो मोटाएर पनि सुहाउँदैन, नसुहाउने कि है। ल जङ्की देख्यो यार, जम्मी देख्यो। सबको फिट चाहिँ हुन्छ आज। यहाँमा नदर गड फादरले मार्छ आज हामीलाई। बाप्सको आइरन पनि टर्ने कस्तो उज्यालो देख्यो क्या। कोठा चाहिँ यस्तै छ, केही छैन, हल्का डिस्ट्रक्सन छ। यो कोठा 1.5 वर्ष अगाडि जस्तो थियो त्यस्तैको त्यस्तै छ। यो तन्ना जस्तो थियो त्यस्तैको त्यस्तै छ। भयो मेरो नि हल्का कपडा मिलाएको यताउता गरेको भएर हल्का मेसी चाहिँ छ, तर है वे बेटर है मेरो चाहिँ। अलरेडी है, म चाहिँ यतिकै नै जाने भयो। अब अलिकति खाने मेरो पर्फ्युमै यो चाहिँ जल्लो भन्ने ब्रान्डले खाउँला थाहा छ फेरि। हल्का कपाल भयो स्प्रे, कपाल वेट राख्नु गरेपछि आयो है। कतिको चोकमै जानुपर्ने भयो, सिधै चोकमै जानुपर्ने भयो। सबै जानुपर्ने सबैजना निस्किन लाग्यो अरे। कपाल यस्तो नै गरेँ मैले, जेन मोलीको क्या हो। कतिबाट 35-25को भेट्ला त, 15 मिनट भेटिहाल्यो त। द्याट्स इट। अब सब केटाहरूलाई देखाउँछ माइलपछि गएर तपाईँहरूलाई है। यसै गरी हामी निस्केको अवस्था अब हामी चट्ट चोकतिर गएर सब केटाहरूलाई देखाउँछु। ट्रेनमा जानुपर्ने भयो होइन, ट्रेनमा हाल्नु मैले भनिदिइसकेँ। म सिउन बेदै दाइ के भन्नु छ? We're going to eat street food. दाइको फिट चाहिँ एकदम यो ओ सनम दिदी सनम दिदीको नि फेरि है। अङ्कल चाहिँ यहाँ छ। त्यसै गरी हाम्रो यो आजको इभेन्ट छ कता भनिदिनु त? Going Crown for Andy's birthday. क्राउन है। फकिङ इफ यु डोन्ट नो क्राउन जस्ट सर्च इट है। क्राउन भनेको Andy's dirty 30. क्राउन भनेको फेरि यो कुन चाहिँ हो भन्दा, मैले आज अघि ड्रेकको गीत सुन्दै थिएँ नि। ड्रेकको प्रोफाइलमा गएर भिडियो होइन, ड्रेकले गएर यस्तो त्यो चप्पल फाल्छ नि त्यो एउटा भिडियो हो, त्यो भिडियो हो, त्यो हो क्राउन भनेको। आज हामी त्यहाँ जाँदैछौँ। पर पर्सन कति रे?
Only $155. जस्ट 155 पर पर्सन अनि त्यही भएर म भ्यानबाट भोकै बसेछु होइन होला के खाएको पनि छैन भन्नाले एउटा त्यो रोल खाए जस्तो गरे सानो अनि घर हल्का मोमो पाकेको थियो हो मोमो पाएँ त तर दुई पिस खायो। 2 पिस जति खायो होला घर मोमो पाकेको थियो भेज फुल आजमा तर पैसा बस्यो $155 त वसुल आज चल्दै गलो आज फुल क्यानाडा र अस्ट्रेलिया फुल ट्र्याक छ आज It's buried in my city सिटी भ्यू सिडनी सिटी हेर्दा लाग्छ रहर दामी देख्यो हात्ता खाने पैसा त यहाँ पार्किङमै गयो बोइजहरू $75 यार पार्किङ तर हामीसँग यहाँ रिच काउन्ट छ वी डोन्ट माइन्ड वी डोन्ट वरी अमेरिकन एक्सप्रेस छ हाम्रो रिच काउन्ट ल हामी सिटीमा आइपुगेको अवस्था बोइजहरू रेडी छ ओ साइन लग्यो साइन लियो माका लक्स सिटी ए कसो कुरा काटेको भिन्छ अनि हाम्रो डेस्टिनेसन देखिरहेको अवस्था ओए फर्ममा छ केटाहरू फर्ममा आज यो बुढोले गाइन झार्छ भनेर जोसमा छ साइली Fuck you. साइलीको फिट चाहिँ के अहिले के भन्नु छ ल यसो भनौँ न भ्लगमा सबैजनालाई fuck you. ए यहाँ अलि केटीहरूले नि हेर्छ आजकल त यस्तो छ ग्राउन्डको भाइब्स बोइजहरू वेटिङ कस्तो छ बिनु बाप्स एपिक्युरियन डेजर्ट सुरुमै डेजर्ट होइन होला यस्तो है के यही स्टार्टर्स है स्टार्टर्स ड्रिङ्क्स ए सुसी यहाँ त हराउँदो रहेछ फलफुल त्यसमा डेजर्ट थियो यहाँ चाइनिज स्टार्टर्स हाम्रो हल्का वेस्टर्सबाट हुनेछ आउँदैछ बिस्तारै यो चाहिँ मेरो स्टार्टर्स है खासै सी फुड चाहिँ खाँदिनँ म यताको स्टार्टर्स भने सिधै मेन छ थ्याङ्क यू यहाँको स्टार्टर्सहरू छ है बोइजर रेडी छ यो चाहिँ किल ब्याट्री पनि रहेछ त्यहाँ हान्नु पर्दा सबै बोइज आइसक्यो यहाँ कस्तो छ ब्रो ठिक छ $25 मा ल्याप सब फाइनली हाम्रो एउटा लास्ट मेन भिलेन आएको छ उसको इन्ट्रेन्स भइसकेको अवस्था आज फेरि हेल्दी मात्र खाने रे फेरि अरू अप्सन नदेखेर उसले मात्र ल्याएको रे फेरि एनी ड्रिङ्क्स भाइ कस्तो हुँदैछ भाइब कस्तो छ भन्दैन भाइ कस्तो हुँदैछ नाइस हेल्दी टाइप सिट चाइनिज खाने एकछिन जानुपर्छ त त्यहाँ बुढोले बोला गरे त्यो बुढाले छोड्दै एकछिन सेकेन्ड लट सुरु भयो यो चाहिँ हाम्रो मेन सुरु भइसक्यो अरूको चाहिँ बाल छैन हामी दुईजना चाहिँ फेरि ड्याङ है हामी चाहिँ दोस्रो लोड हानेर एकैछिन 5 मिनट ब्रेकमा छौँ हामी दुईजना यहाँ कम्पिटिसन भइरहेको 5 मिनट ब्रेक मेरो ड्रिङ्क चाहिँ एउटा यो 155 बसु ए दाइको फोटो खिचिदिनु पऱ्यो एकैछिन
हाम्रो थर्ड सुरु है अरूले गिभ अप भन्दैछ कि हाम्रो थर्ड छ यो पछि लास्ट ऱ्याकेट इन्डियन हुन्छ होला अरू चाहिँ गिभ अप भइसक्यो अलमोस्ट टुसलको सेकेन्ड लट मेन फोकस यता अरे यस्तरी हान्छ यता नै गिभ अप भइसक्यो आज दुईजनाको काममा पिज्जा पार्टी थियो अरे यता त फेरि हेल्दी सिट मात्र भइरहेको नि आज त जस्तो कुल देखेको चाहिँ रक्सी आएको फेरि खान्छ फेरि खाइयो हो यो त सिनेमेटिक हाल्यो त भवाल देख्यो ओए यो अब यो क्या दुनियाँ एकातिर म यतातिर भने के भने एउटा डाइलग हुन्छै हो त्यस्तो रक्सी आएको फोटो खिच्दा भने यस्तरी दिन्छ $151 वसूल यो चाहिँ मेरो लास्ट है यो रक नान र चिकन अरू सबले गिभ अप भनिदिइसक्यो लास्ट म्याच स्टाइल 155 पाउँछु अब हाम्रो पालो डेजर्टको बुढो र मेरो कम्पिटिसन भयो तर बुढो लास्टमा गएर गिभ अप हान्दियो लास्टमा मैले नान थपेर जित्दिएँ मैले भाइब्स राम्रो छ डेजर्टमा हल्का प्याक छ डेजर्ट सेक्सन चाहिँ आउँछ म है लास्ट लाइनमा हो त डेजर्ट टाइम है हाम्रो मासमा आउने डेजर्ट हान्ने रे ए बटो गयो छ फस्यो यस्तो छ है डेजर्टको एस्थेटिक टाइप सिट So here is your chocolate strawberry. थ्याङ्क यू भाइ लास्ट हो कि सेकेन्ड लास्ट म फ्रुट्स खान सक्छु है Last but not least. सिका त बुन्डा I like strawberry, but कस्तो अमिलो हुने रहेछ नि strawberry. डेजर्ट टाइम है म फ्रुट्स खान सक्छु स्टिल नट है मेन छ कि डेजर्ट हो मलाई पत्ता लगाउनै सकिनँ लिनु मन छ है डेजर्ट पनि फेरि थोरै भयो नि हुन्छ कि अरे मुसेले खान्छ मुसेले मुसेर मुसेले खान्छ मुसेले मिठो छ नाइस फेरि फेक रिभ्यू यो भनेको फेक रिभ्यू है मेरो अनेस्ट रेटिङ चाहिँ यसको फुडमा 7 out of 10 हो मेरो म त 6 दिन्छु किनकि मलाई लाइक त्यस्तो विदेशी खाना खास मन पर्छ यो मन त मेरो नेपाली नै हो मेरो चाहिँ 7 out of 10 किनभने फुडहरू धेरै एकैचोटि धेरै बनाउनु पनि अनि हल्का बासी टाइप सिट भयो कि खानेकुराहरू Happy birthday to you and the dirty 40 यसै गरी हाम्रो बिल छ मात्र 2600 अरूले त थाहा भएन मैले 2600 मा जस 300 जतिको त खाएँ होला मैले चाहिँ 1000 हाल्दिनु लाग्यो तर केटालाई सरप्राइज हो त्यो चाहिँ सिगरेट सेन्टा रे मलाई हिसाब हुँदैछ मात्र 2600 धेरै होइन यो चाहिँ लास्ट है यो डेजर्ट त होइन फ्रुट्स लास्ट म्यान स्ट्यान्डिङ एकजना खाए जस्तो मात्र गरेर त्यो भिडियो सुट हुँदैछ टक्क ल्याडरमा यस्तो छ है भनेको छ फेरि भिडियो सुट ब्लग हो त मेरो हो वेलकम टु मी इन काले ब्लग ओए यो सक्सेसफुली टेकन दाइ कस्तो हुँदैन आजको डिनर आजको डिनर राम्रो भयो 10 मा रेट कति हो त नि तपाईँको 10 मा 10 मा रेट कति छ आजको डिनरलाई
7 सेम रहेछ दाइ र मेरो किन भाइ म त रिजन रिजन धेरै भयो तर अलि डिलिसियस भएन दाइको आज 10 मा रेटिङ कति छ आज 10 मा अब विकेन्ड भएर होला आई थिंक 6 7 दाइ र मेरो सबको सेम भयो सबको सेम भयो सबै एउटै कुरामा डिसअपोइन्टेड हेलो मलाई भ्लग गरेर पनि भ्लग बनाउने हाम्रो डिनर सकिसकेको छ अब हामी यसो वाकिङ यो दाइको यसो पेट घटाउने भन्ने कार्यक्रम छ बर्थडे गयो यहाँ हल्का चङ्कीमा छ फोटोसुट सैली क्यामेराम्यान यस्तै छ अब हाम्रो यति नै होला आजलाई होइन यस्तै भयो अब के तपाईँलाई गर्नु है आजको 10 मा कति छ रेटिङ आज आजको 10 मा चाहिँ अब 10 आउट अफ 10 नै भन्न चाहन्छु फेक रिभ्यू कसैले पनि 10 मा 10 भने होइन एउटा फेरि लास्टमा आउने भने चाहिँ 10 मा 10 फेक फेक एन्सनी के फेक 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 मेरो त 10 मा 7 हो मैले रिजन पनि भन्दैछ कि दाइहरूको पनि 7 नै रहेछ सबले होइन त्यो चाहिँ म आउनुभन्दा अगाडि चाहिँ 10 मा 7 थियो माया चाहिँ 10 आउट अफ 10 भयो हल्ला सुने मैले होइन यस्तो नै छ रमाइलो भयो डिनर पिस मेन भनेको हामीले क्यासिनोमा गएर पोकर हान्न पाएन त्यसमा चाहिँ हल्का स्याड छ हामी भन्दा नि मेन चाहिँ हाम्रो सनम चाहिँ स्याड छ साइकल कुदाउने साइकल नकुदाउने साइकल कुदाउने कुरा भइरहेको छ है नकुदाउने आज नकुदाउने आज लास्ट धेरै खालि के भन्नु र नि साइकल तारजालले यहाँ पुरै साइकल चलाएर हेर ए अर्को यहाँ हाम्रो आजको डिनर सक्यो अब घरतिर जाने तर्फ कस्तो लाग्यो I'm outside in the MG today outside फोटो नै खिचिरहेको छ पाहाड अवस्थामा ल अब हामी घर गएर भेटौँला यता त्यसै गरी हाम्रो भ्लग सकेको अवस्था अब गुड नाइट स्लिप हुन्छ 12 बजे 12:30 नै काम छ गुड नाइट स्लिप सी यू इन नेक्स्ट भ्लग बाई सी यू